डकुमेन्ट्सहरू नोटरी गर्ने प्रोसेस के रहेको छ र नोटरी पब्लिक अफिसहरू कहाँ कहाँ छन्? सो यो प्रश्न मलाई धेरै स्टुडेन्टहरूले सोधिराख्नु भएको हुन्छ। हेलो एन्ड नमस्कार एभ्रिवान। सो यदि हजुरहरू एमबेसी रिकमेन्डेड मिक्स्ड स्कलरसिपको थ्रुबाट आफ्नो एप्लिकेसन दिँदै हुनुहुन्छ भने यो भिडियोमा मैले हजुरहरूलाई नोटरी पब्लिक अफिसको लोकेसन र नोटराइज गर्दा हजुरहरूले लिएर जानुपर्ने डकुमेन्ट्सहरूको बारेमा एक्सप्लेन गर्नेछु। फर्स्टमा रहेको छ नोटरी पब्लिक अफिसको लोकेसन। म आफू भरतपुरको भएको हुनाले गुगल म्यापमा भरतपुर वरिपरि रहेको नोटरी पब्लिक अफिसको लोकेसन सर्च गरेको थिएँ। सो हजुरहरूले धेरै नोटरी पब्लिक अफिसको लोकेसन र अप्सन पाउनुहुनेछ र कुनै एउटा नोटरी पब्लिक अफिसमा गएर हजुरहरूले आफ्नो डकुमेन्ट नोटराइज गर्न सक्नुहुनेछ। विशेष गरी अदालत वरपर धेरै नै नोटरी पब्लिक अफिसहरू रहेको हुन्छ। सो हजुरहरू एउटा कुनै नोटरी पब्लिक अफिसमा गएर लाइसेन्स्ड पर्सनबाट हजुरहरूले आफ्नो डकुमेन्ट नोटराइज गर्न सक्नुहुनेछ। अब रहेको छ नोटराइज गर्न जाँदा लिएर जानुपर्ने डकुमेन्ट्सहरू। सो हजुरहरूले देख्न सक्नुहुनेछ एकाडेमिक ट्रान्सक्रिप्ट, हजुरहरूले आफ्नो प्लस टूको ब्याचलरको यदि मास्टर गरिसक्नु भएको छ भने मास्टरको पनि ओरिजिनल ट्रान्सक्रिप्ट लिएर जानुहोला। नेक्स्ट रहेको छ सर्टिफिकेट अफ ग्रेजुएसन डिग्री, यो पनि हजुरहरूले सम्पूर्ण डिग्रीको ओरिजिनल सर्टिफिकेट्स लिएर जानुहोला। त्यसपछि रहेको छ हजुरको सिटिजनसिप सर्टिफिकेट, यो पनि हजुरले आफ्नो ओरिजिनल सिटिजनसिप सर्टिफिकेट लिएर जानुहोला। यसपछि हजुरहरूले आफ्नो ओरिजिनल डकुमेन्टहरू सम्पूर्ण फोटोकपी गर्नुहोला र नोटरी पब्लिक अफिसमा हजुरहरूको ओरिजिनल डकुमेन्ट चेक गरेर हजुरहरूको डकुमेन्ट्स उहाँहरूले नोटराइज गरिदिनुहुनेछ। अब हजुरहरूले नोटराइज भएको सम्पूर्ण डकुमेन्टहरू स्क्यान गर्नुहोला र अरू डकुमेन्ट्सहरूसँगै एम्बेसीको इमेलमा सेन्ड गर्नुहोला। हजुरहरूले जुन नोटराइज गर्नुभएको डकुमेन्टहरू रहेको छ यो सुरक्षितसँग आफैसँग राख्नुहोला। सो द्याट्स अल। थ्याङ्क यू सो मच एन्ड बेस्ट विसेस एभ्रिवान।